Hello, good afternoon everyone. जोरले नमस्ते. It's me रेनु. I hope सबैजना एकदमै आरामै हुनुहुन्छ होला, ठीक हुनुहुन्छ होला. म नि ठीक छु. चिसो बढेको छ. आज चाहिँ पुसको अन्तिम दिन. अब हामीले पुसलाई बाइ बाइ गर्दै छौं. म स्पेशली माघे संक्रान्तिको लागि मेरो गाउँ जाँदै छु. मेरो यो भिडियो चाहिँ माघे संक्रान्ति स्पेशल, मेरो भ्याकेसन स्पेशल हुनेछ. म माघे संक्रान्तिको लागि गाउँ जाँदै छु. अब गाउँमा गएर स्पेशली माघे संक्रान्ति भनेपछि मगरहरूको एकदमै स्पेशल फेस्टिभल, मगरहरूले मनाउने फेस्टिभल हो. म त्यो फेस्टिभलको लागि गाउँ जाँदैछु. गाउँमा अब माघे संक्रान्तिमा के खानेकुराहरू गराउने, गाउँमा मैले के गरेर टाइम स्पेन्ड गर्ने, म सबै देखाउँछु है त. त्यो बस कति बेला जाने होला? बसलाई नै एकचोटि रोक्नु थियो. कति बजी जाने सोधौँ न. यहाँ मार्फत सानो भाइ जाने हो? कति बेला जाने सानो भाइ? हो, सानो भाइ र म सँगै जाने त्यसो. जाने भयो. मार्फा छ? मार्फा छ कतिमा? मसँग त्यत्रो बजेट होइन. मलाई मार्फा चाहिएको थियो चाहिँ ल यही लगिदिन्छु. यो कस्तो प्लास्टिककोमा रहेछ है? खुकुरी त सक्यो घरमा टन्नै हो कि त्यो त. त्यही भएर अर्कै लगिदिउँ भनेर. त्यो भाइ यो र खुकुरी त सेम हो अरे नि है? यो राम्रो अझै हो इन्डियन हो नि त. म खै पिरले होला नि. यो के हो नि? यो मैले मार्फा खोजेर हिँडेको भिमाद बजारभरि. मार्फा छैन रे. पानी पँधेरोमा छैन, आर्के सेभेनमा छैन, यहाँ पनि छैन. भनेपछि भिमाद बजारमा माल भयो नि. के भन्छ अरे? पैसा भयो नि, माल छैन कि. फोन आयो यहाँ. बस त आयो तर लास्टै ब्याग छ है. ब्याग छ मर्छु. कारण नि त यो झोला फुट्छ यहाँ. फुट्छ के? मेरो पर्स यही छ. नि छ भाइ कसरी हो? मेरो गाउँमा घुम्न आउनेहरूको लागि अहिलेको स्पेशल फ्रुट खल्टुक. यो चाहिँ यो सबै डाँडाभरि खल्टुक छ. मैले यति मात्र टिप्न सकेँ. यो टर्रो हुन्छ गाछमा, पाक्दाखेरि यस्तो गुलियो, यति मिठो हुन्छ यो मैले टिपिसकेँ. अब यो खाने भयो. हजुरहरू नि आउनुहोस् ल मेरो गाउँ भ्याकेसनमा. यो चाहिँ बुके फुल हो, तर यो बुके फुल सुकिसकेछ के. यहाँको बुके फुल सुकेछ. मेरो गाउँमा एकदमै धेरै यस्तो बुके फुल पाउँछ होइन. यो चाहिँ के भन्दा एकदमै अर्ग्यानिक लेकमा मात्रै पाउने फुल हो यो. तर पनि सुक्यो. यहाँ रहेछ नि बुके फुल. दिस इज कल्ड बुके फुल. बुके फुल मासतिर टर्नै होला. म भोलि माएर आउँदाखेरि म भोलि बाख्रा चराउन आउँछु ल. अनि यस्तो बुके फुलहरूको भिडियो नि गराउँछु. अहिलेलाई यति नै बुके फुल. म बाटोमा आउँदैछु. बुके फुल मेरो भारी यहाँ छ झन्टाडाङ. मलाई चाहिँ एकदमै भिडियो बनाउनु मन लाग्यो किनकि यस्तो राम्रो देखेछ यो बुके फुल. म राम्रो होइन, बुके फुल राम्रो देखेछ. मेरो घरमा बेलुकामा यस्तो सनसेट हुने बेलामा, सनसेट भन्दा नि 4 बज्यो. 4 बजे यस्तो राम्रो देखेछ. मेरो एकदमै सास बढ्यो है. सास बढ्यो. तर घर आउने बेलामा धेरै मान्छेले भेटिन्छ क्या हो. लाज लाग्यो है. त्यहाँ घर आउने बेलामा फाइनल्ली म घर आइपुगेँ. टन्नै मान्छे हन्. यो हाम्रो यो चाहिँ हाम्रो आमा समूहको के भन्छ यो मासु देखाएर त हुन्न है दाइ. हजुर
ए सबैजना यही हुनुहुँदो रहेछ ल बाजे सबैजनालाई एकैचोटि बोलाए मामा
हजुर कि 12 अच्छा 12 ज्याकेट लिएर थिएन यदि धेरै खासमा म चाहिँ सनसेट खिच्नको लागि आएको थिएँ होइन सनसेट खिच्नको लागि आएको थिएँ है तर मलाई एउटा बजेले भाडा दिनुभयो कि पट्टो 12टा झऱ्यो भाइ यो मलाई बजेले दिएको भाडा है मलाई खानु हुँदैन म घरले जान्छु मेरो बाबाको फुपूले दिएको भाडा मेरो बाबाको फुपू बजैले मेरो बाबाको फुपूले दिएको भाडा म चाहिँ खास सनसेट खिच्नको लागि आएको थिएँ बिचरा त्यो बजैले मलाई भाडा दिनुभयो म भाडा लिएर घर जाँदैछु दिस इज ब्लग खास चाले के यो मेरो पुसाई मेरो नन्दा म भन्दा राम्रो साह्रै झिल्के पुसाई मैले ब्लग गराएको छु पुसाई गाउँको भिडियो लिन लागेको कि त्यही भएर हाम्रो बुहारीले यसरी भिडियो गरेको छ यस्तो भनिदिनु न ल मेरो बुहारीले यता सुन्नु न म सिकाउँछु के मेरो बुहारीले यसरी भिडियो गरेछ लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् भन्नु त मेरो बुहारीले यसरी भिडियो गरेछ लाइक सेयर सब्सक्राइब गर्नु होला नभुलेर प्लिज धन्यवाद ल धन्यवाद एउटा गीत गीत पुसाई मैले हजुरले गीत गर्ने राखेको थिएँ हो मैले युट्युबमा नि राखेको छु क्या पुसाई सबैले मन पराइदिएन गाउँतिरको त्यस्तो ठाडो भएको अहिलेसम्म त्यसलाई संरक्षण गर्नुपर्छ भने सबैले ल फेरि एउटा गीत जाओस् न भोलि आउनु न पुसाई है भोलि आउनु है भोलि हैन आज मम्मी पनि जाने अरे कि मैट नै रोदे आउनु है छोरालाई लिएर आउनु फुपू र पुसाई म र छोरा ल गए है फुपू दिदी हजुर 12 उ त बजेले नि यत्रो दिनु भयो पर्दैन पुसाई मैले खादिनँ यसरी लिएर हिँडेछु गाई मेरो भ्लग यहाँ इन्ड गर्न चाहन्छु किनकि मैले माघे सङ्क्रान्तिमा गाउँमा गएर के काम गर्छु म सबै देखाउँछु भनेको थिएँ हजुरहरूलाई धेरै काम गर्न बिजी भएर खाना पकाउन बिजी रोटी बनाउन बिजी भएर मैले धेरै भिडियो लिन पनि पाएन अनि क्यामेराम्यान पनि नपाएको कारणले मैले धेरै भिडियो लिन सकेन थोरै भिडियोहरू लिएको छु र आजको भिडियो यही इन्ड गर्न चाहन्छु मेरो भिडियो कस्तो लाग्छ लाइक सेयर र सब्सक्राइब गर्न नभुल्नु होला थ्याङ्क यू फर वाचिङ म चाहिँ यो माथि टाढामा किनकि सनसेट खिच्नको लागि म यता आएको थिएँ यी नै हुन् मेरो क्यामेराम्यान बहिनी यिनीले नै मेरो भिडियो लिइदिएको हो थ्याङ्क यू बहिनी तिमीहरूलाई मैले के किनिदिने भनेर मेरो भिडियो गराएको अरे के किनिदिने चाउ चाउ होइन चाउचाउ मात्रै भिडियो नगरिदिन्छ म तिमीहरूलाई चाउचाउ किनिदिन्छु ल भनेर यिनीहरूले मेरो भिडियो गराइदिए दुइटालाई धेरै धेरै धन्यवाद ल के भन्छौ मेरो युट्युब फ्यामिलीले के भन्छ यो हाम्रो गाउँको बाजे उहाँ मार आउनुभयो बाख्रा चराउन आउनुभएको छ अनि उहाँले यसो मलाई हेर्नु भएको के भन्छौ मेरो युट्युब फ्यामिलीलाई के भन्छौ तिमीले के जाने हौ आई लभ यु भनेर लभ यु अल भनेर ल लभ यु अल भनेर ल बाई बाई